मेरो टिम सहित म परिचय गराउन चाहन्छु। मेरो नाम चाहिँ बाबु राजा महर्जन, म लाजिमबाट बस्छु अनि यहाँ रुएल हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो पास्टरको छोरा, ठुलो छोरा। यता बोधनियल केजनमा छ, ऊ चाहिँ हाम्रो पास्टरको कान्छो छोरा। अनि यता चाहिँ समुएल, यो चाहिँ मेरो छोरा, कान्छो छोरा भन्नु, ठुलो चाहिँ छोरी छ। म र मेरो घरआमाले परमप्रभुको सेवा गर्नेछौँ भने चाहिँ हामी परिवार नै छौँ। तपाईँको बिचमा यसरी प्रभुको सेवामा आउनु पाउँदा धेरै खुसी लाग्यो। अनि यो न्यानो न्यानो लुगा लगाउने है, अनि हिमालयनको अफ क्रिसमस भनेर राखिरहेको ब्यानरको अगाडि पाउँदाखेरि मलाई कता कता जाडो पनि भइरहेको थियो भने ज्याकेट पुगाल्नु पर्दाखेरि गर्मी पनि भइरहेको थियो। साह्रै रमाइलो लागेको छ यो क्रिसमस तपाईँहरूसँग। र त्यसै सिलसिलामा हामी एउटा चिसो नै हामी एउटा भजन गाएर सुरुवात गर्न चाहन्छौँ। यो भजनले भन्दछ कि सुनसान चिसो रातमा बिरानो चाहिँ त्यो गाउँमा मुक्तिदाता जन्मिनु हो, गरिब बनी त्यो गोठमा। हामी यसलाई सुरुवात गर्न चाहन्छौँ। ज्योति सिला
ज्योतिषीलाई सम्झना हो अगमबाणी जो गरिएको महलबाट फर्किएर बेथलेहेममा दर्शन मिल्यो बालक मरियमको काखमा आनन्द छायो स्वर्गमा सुसन्देश सुनाउँदै हेर फर्के गोठाला जगतमा सुनसान चिसो रातमा बिरानो झैँ त्यो ठाउँमा मुक्तिदाता जन्मनु हो गए बने त्यो घटमा सुनसान चिसो रातमा बिरानो